यो जाडोमा तातो तातो गुन्द्रुकको झोल बनाएर खाउँ है त साथीहरू। आज चाहिँ मैले मेरो रेसिपी हजुरहरूसँग सेयर गर्दैछु। कस्तो लाग्छ कमेन्ट गर्नुहोला। गुन्द्रुक र आलुको झोल। आलुलाई उसिनेर म्यास गरिसकेको छु। गुन्द्रुक पखालेर रेडी छ। अदुवा काटिसकेको छु। प्याज, टमाटर, लसुन, खुर्सानी। अब बनाउनुतिर लागौँ। कराई तातिसकेको छ। तोरीको तेल राखेँ। मेथी र जिराको दानालाई पुऱ्याएँ। लसुनलाई पुऱ्याएँ। आफूसँग भएको मसलाहरू यसरी नै पुऱ्याउनु हो। पिरो कतिको खाने त्यो अनुसारले खोर्सानी राखेको छु। चप गरेको प्याज राखेँ। हल्दी, राम्रोसँग मसलाहरू मिक्स गर्नुपर्छ। खुर्सानी पाउडर, चप गरेको टमाटर पनि राखेँ। यो जाडोमा चाहिँ कसैलाई यसरी बनाएको गुन्द्रुकको झोल मनपर्छ कमेन्ट गर्नु है त। स्वाद अनुसार नुन राखेँ। मसलाहरूलाई चाहिँ मजाले पाक्ने गरी छोपेर केही बेरको लागि पानीमा राखिकन पकाउनुपर्छ। टमाटर पकाएको एकैछिन भइसकेको छ। टमाटर एक पिरो गरिसकेको छ। अब चाहिँ मसला राख्दैछु। धनिया जिराको पाउडर। अब गुन्द्रुक राख्दैछु। उसिनेको आलुलाई राखेँ। अलिकति पानीलाई राखेको छु। यो चाहिँ मेरो रेसिपी भयो साथीहरू। हजुरहरू कसरी बनाउनुहुन्छ? हजुरहरूलाई मन पर्यो कि परेन यो रेसिपी कमेन्ट गरिदिनु होला। मसला र गुन्द्रुक यतिको पाकिसकेपछि आफूलाई कतिको रस चाहिने हो त्यो अनुसारले मैले पानी राखेको छु। पानी राखेर गुन्द्रुकको झोललाई 5 मिनट बाक्लो हुने गरी उमाल्दैछु। गुन्द्रुक यतिको उम्लिसकेपछि चाहिँ अन्त्यमा मैले हरियो धनियाँलाई राखेकी छु। 5 मिनट छड्काइसकेपछि चाहिँ गुन्द्रुक पाकेर खानको लागि रेडी छ। हजुरहरूलाई गुन्द्रुकको रेसिपी मन पर्यो भने साथीभाइसँग पनि सेयर गर्नुहोला। अनि यो जाडोमा तातो तातो गुन्द्रुक पकाएर खानुहोला।